पछि डक्टर साहबले भन्नुभयो डेलिभरी गराउनै पर्छ, योलाई गर्नु पर्दैन भनेर भन्नुभयो। त्यसपछि अनि पिसाबहरू चेक गर्ने, खुन चेक गर्ने भनेर अनि उहाँहरूले भन्नुभयो। अनि बुवाले लगेर गर्नुभयो। अनि त्यसपछि अनि उहाँहरूले हात हाल्नु भएको रहेछ। पहिले नै घरको पानी भन्छ नि, त्यो चाहिँ हात हाल्दा फुटेको रहेछ। चाहिँ पछि चाहिँ उसले वाइफले भन्दै थियो हात हाल्दा त्यो फुटेको थियो, पानी नै उहाँको हातमा परेको थियो अरे। अब उहाँको हातले फुटेको हो या आफै फुटेको हो, चाहिँ उहाँहरूले हात हालेपछि फुटेको हो अरे। अनि त्यसपछि हामी त्यसै बस्दा अनि उहाँहरूले नभए आज भइहाल्छ, डेलिभरी भएन भने तपाईँको 2-3 दिन पनि लाग्न सक्छ भन्नुभयो। अनि हामीले वेट गऱ्यौँ। अनि त्यसपछि 27 गते साँझ चाहिँ अनि बुवाले डक्टरसँग भेट्नुभयो। अनि डक्टरले भन्नुभयो कि अनि आज रातभरि पनि भइसक्छ, नभए भोलि बिहानसम्म हुन्छ डेलिभरी, नर्मल डेलिभरी हुन्छ। बच्चाको धड्कन चलिरहेको छ, बच्चा ठिकै छ, तर वेट चाहिँ बच्चाको छैन, बचाउन गाह्रो हुन्छ भन्नुभयो। अनि पहिला पनि भन्नुभएको थियो, अनि वेट छैन बच्चाको, बचाउन गाह्रो हुन्छ, अनि तपाईँ बच्चा राख्ने यहाँ छैन, अनि तपाईँ जुगाड लगाउनु सक्नुहुन्छ भने लगाउनु होला भन्नुभएको थियो पहिले। अनि हामीले त्यसको लागि सबै प्रोसेस गरिसकेको थियौँ। अनि माथि भेरीकै माथि पनि भनेका थियौँ। अनि यहाँ नर्सिङ होममा दिदी हुनुहुन्छ एकजना, उहाँलाई पनि भनेका थियौँ बच्चा राख्ने भनेर। अनि 28 गते अनि करिब 8:15तिर बच्चा जन्मेछ। मैले तारालाई नास्ता खुवाउँदै थिएँ 8 बजीतिर भाइरन लिएर। अनि उसलाई अलिकति बेता सुरु हुन लागेको जस्तो भयो। अनि दिदीहरूलाई चाहिँ भित्र लगेर जानु भनेर पठाएँ। भित्र लगेर अनि उनीहरू गएपछि बच्चा जन्मेछ। जन्मेपछि दिदी चाहिँ आयो। अनि बच्चा जन्म्यो भनेर भने, अनि चिया गरेको छ, हात चलाउँछ भनेर भन्यो मलाई। अनि पछि उहाँ दिदी चाहिँ जानुभएको छ, डक्टरलाई भन्नुभएको छ। डक्टरले जानुभएको छ, त्यस्तो टाढोबाट हेर्नुभएको छ। अनि वास्ता गर्नुभयो भने टाढैबाट हेर्नुभएको छ। बच्चा 6 महिनाको छ, 6 महिनाको, अनि त्यो 6 किलोको 600 ग्रामको बच्चा के जीवित हुन्छ भनेर उहाँहरूले वास्ता गर्नु भएन। अनि त्यसपछि केही समय 1-1.5 घन्टा जति अनि तारा सुतिरहेको, अनि बच्चा चाहिँ बेडमा तल 1-1.5 घन्टा बस्यो। त्यसपछि अनि बारम्बार दिदी गएर भन्दा, अनि बुवा गएर भन्दा, अनि डक्टर साहबले पछि बाहिरको मान्छे पनि आउने, भित्र पठाउने कोसिस गर्ने भनेर एकजना अब यहीँ कार्यरत दिदी हुनुहुन्छ, उहाँले गएर अनि हात हालेर जो ताराको साल निकाल्नु भएछ, सफा गर्नुभएछ। गरेपछि अनि त्यो बच्चाको नाभिसाबी नकाटेर उहाँ त्यसै सफा गरेर बाहिर आइहाल्नु भएछ। अनि त्यसपछि अनि त्यो बच्चा त्यस्तै रहेछ। अनि त्यसपछि त्यो उहाँ काम गर्ने क्लिनिक सफा गर्ने दिदीहरू हुनुहुन्छ, त्यो उहाँ आउनुभएछ। उहाँले चाहिँ अनि नाल काटेर कैँचीले उसले यसरी काटेर अनि त्यो बच्चालाई प्लेटमा हालेर लगेर कता राख्नुभएछ। अनि त्यसपछि अब हामीलाई त अब उहाँहरूले बच्चा राखेन, अब बच्चा गर्नु होला भनेर लगभग 8:15तिर जन्मेको बच्चालाई अनि 4-5 घन्टा उहीँ राखेर अनि हामीलाई सुम्पिनु भयो। अनि पहिले मरेको भइदिएर 8 बजी मरेको भएको भए त जन्मेको भए हामीलाई पहिले नै दिनुपर्ने हो नि त, त्यत्रो समय त नपुर्याउनु पर्ने हो। सायद उहाँहरूलाई यो बच्चाको सास गएपछि दिउँला भन्ने सोच भयो होला। अनि त्यसै भने त्यति समय राखेपछि अनि बल्ल हामीलाई दिनुभयो। लगभग 12:30 बजीतिर दिनुभयो। अब हामीले कपडा, सानो कपडा दिएको थियौँ, त्यसमा बेटेर राखिदिनु भएको रहेछ। अनि त्यहीमा दिनुभयो। बाहिर ल्याइसकेपछि अनि दाइ गएर ल्याउनु भयो भित्रबाट। अनि बुवालाई चाहिँ दिनुभयो। त्यो अलिकति बाक्लो खालको मैले बच्चाको लागि भनेर किनेको थिएँ, त्यसमा हालेर गुटीमुटी पारेर ल्याउनु भयो। म समात्छु भन्दा अब बुवाले मलाई दिनु भएन, अब ऊ मान्छ भनेर होला। अनि मैले अनुहार देखाउनु भनेर देखाइदिनु भयो। अनि त्यसपछि लिएर हामी घर गयौँ। घर गएर संस्कार गर्नलाई अनि सबै क्रिया गरेर अनि जङ्गल लगेको। जङ्गल लग्दा चिया गरेर मैले पनि सुनेँ। अनि गाउँको एकजना भान्जा पर्नेले पनि सुन्नुभयो। अनि सुन्दा अनि बुवालाई भिडियो बनाएर ल्याउनु भएको छ, बच्चा चलेको त्यो उहीँ जङ्गलकै भिडियो, तर भान्जाले बनाएको भिडियो थियो। अनि हतारमा अनि उसले जुम गरेर नजिक गराएर भिडियो बनाएको भएर जङ्गल चाहिँ उसमा देखेको छैन, त्यो जङ्गलकै भिडियो हो। अनि जङ्गलमा बनाएको भिडियो त्यो चिया गरिसकेपछि अनि फेरि अनि होइन होला भन्ने कुरा जस्तो भयो। फेरि चिया गरेपछि अनि दाइ गर्नुभयो र अनि खुलुस भनेर पुरा कर खोल्न लगाउँदा चाहिँ हात खुट्टा चलाइसकेपछि अनि फेरि बच्चा त जिउँदैछ, अब लगेर जानु पऱ्यो। अनि फेरि अब हस्पिटल त्यस्तो लापरवाही गरेको छ त अनि भिडियो पनि त बनाउनु पऱ्यो भनेर अनि भिडियो बनाऊँ भनेर त्यहाँ एकजना भान्जाले भिडियो बनाउनु भयो। त्यो भिडियो बनाएपछि तुरन्त मैले फोन गरेर बहिनीलाई अनि स्कुटी लिएर आयो जङ्गल भनेर बोलाएँ। अनि बुवा र दाइलाई चाहिँ स्कुटीमा पठाइदिएँ। हामी हिँड्दै, अब उहाँ त हिँड्दै गएको भएर हिँड्दै आयौँ। त्यसपछि हामी अनि लिएर नर्सिङ होममा बुवाले भर्ना गर्नुभयो। एकजना दिदी हुनुहुन्छ हाम्रो सिस्टर, उहाँले अनि कुरा गरेर उहाँ राख्नुभयो। उहाँ राखेपछि अनि केही समयपछि बच्चा हातखुट्टा चलाउने, सास फेर्ने राम्रो भइरहेको थियो। अब
अनि त्यसपछि अनि बच्चाको अनि कहिले धर्म कम हुने कहिले बढी हुने हुन्छ भन्नुहुन्थ्यो। अनि त्यसपछि 29 गतिको अनि दिन चाहिँ अनि 3 बजीतिर होला 3-4 बजे अनि डक्टरले आउनुभयो अक्सिजन कम भइरहेछ बच्चा अब बस्न गाह्रो हुन्छ होला अनि आएर हेर्नु भन्नुभयो र तारालाई र मलाई बोलाउनु भयो। हामी गएर हेरेपछि अनि बच्चाले आँखा खोलेको थियो त्यति बेला चाहिँ पहिला चाहिँ खोलेको थिएन। अनि 27 गते त्यहाँ लगेको दिन पनि खोलेको थिएन भोलिपल्ट बिहान पनि खोलेको थिएन। अनि जस्तो दिउँसो चाहिँ अनि उसले आँखा हेरेको थियो अनि हामी दुईजना जाँदा चाहिँ उसले आँखा हेरेको थियो हामीलाई हेऱ्यो। अनि त्यसपछि अनि उसको धड्कन कम हुँदै हुँदै गयो। अनि त्यसपछि डेट भयो बेलुका अनि 4-5 बजेको टाइममा अनि डक्टरले भन्नुभयो बच्चा बितिसक्यो अब घरतिर खबर गर्नु होला भन्नुभयो। बुवा त्यति बेला घर आउनुहुन्थेन यता जिपुघाटतिर जानुभएको थियो। अनि त्यसो बुवालाई बोलाएपछि अनि बुवा जानु डेट भएपछि अनि फेरि घर लगेर अब पहिलो सन्तान थियो हजुरहरूको भनौँ। पहिलो सन्तान। हजुर मृतकको जुन मृतकको बच्चाको हजुर आफन्त के पर्नुहुन्छ? बुवा पर्नुहुन्छ। त्यही भएको उहाँको लापरवाही र अनि भनेको नसुन्ने काउन्सिलिङ गर्नु पऱ्यो नि त यस्तो भएछ भने यस्तो भएछ अनि बोलाएर तपाईँको यस्तो छ हाम्रो यहाँ राख्ने बच्चा राख्ने छैन भनेर ब्याथिदिएको सायद हामी केही कोसिस गर्थ्यौँ ल उसले जीवन जिउन नसके पनि केही समय केही दिनलाई त जिउन सक्थ्यो नि त। अब 10 दिन बाद थियो अब 15 दिन बाद थियो केही समय बाद थियो तर उहाँहरूले लापरवाही गर्नुभयो अनि नमरेको बच्चालाई मऱ्यो भनेर अनि घोषित गरेर अनि हामीलाई हात पारिदिनु भयो। त्यही गुनासो छ यस्तो लापरवाही बारम्बार नहोस् त्यसैको लागि प्रेस मिट राखेको हो। त्यही भएर